हाम्रो शब्द चयनहरू कतिवटा मिल्दैन होला कि, तर हाम्रो ल्याङ्ग्वेज त हामीसँग त मिल्छ नि त, हाम्रो जेनेरेसनसँग त मिल्छ नि त। फ्युचर भनेको हामी हो नि त। शब्द केलाएर मिलाइराख्नु पर्ने जरुरत छ जस्तो मलाई लाग्दैन क्या। आफ्नो इच्छा शक्ति र आफ्नो इरादा स्ट्रेट हुनुपर्छ क्या। हाम्रो नियतमा खोट हुनु भएन कि। पहिला पनि तपाईँको राजनीति बुझेको मान्छे त कति गएको थियो त? राजनीतिक शास्त्रमा पिएचडी गरेको मान्छे कति गएको थियो? कति वर्षको एक्सपिरियन्स गर्ने राजनीतिज्ञहरू जानु भएको थियो त? खै त भएको। बोलीले हुने होइन, वचनले हुने होइन, इरादाले, नेक इरादाले, आफ्नो देशप्रतिको मायाले केही गर्छु भनेर जाने मान्छेहरूमा चाहिँ हुँदो रहेछ यो। गलत गर्ने त गलत, अहिले पनि हामीलाई कतिवटा कुराहरू त आउँछ नि त, यो गलत गर्ने हो कि भन्ने कुराहरू आउँछ, तर गलत गर्ने रे भनेर त्यसपछि त्यसलाई कारवाही गर्ने चाहिँ हिम्मत चाहिँ राख्नुपर्छ। त्यसरी हुन्छ देश बनाउने तरिका भनेको। अब शहीद परिवार, घाइते भाइ बहिनीहरू, दाइहरू, साथीहरू, यो परिवार मेरो मुटुमा छ। र तपाईँहरूको लागि मैले भनिरहेको छु, जस्तो सुकै व्यस्तता मेरो भए तापनि म समय दिन तयार छु, म समय दिन्छु। र मेरो फर्स्ट प्रायोरिटी थियो। जहिले गर्दा मैले के भयो भने हरेक मन्त्रालयमा सुन्नु जानु होला तपाईँले, धेरै जस्तो मै गराएर आउँछु त्यहाँ। कतिवटा कुरा मागहरू हाम्रो पुरा नभएको, यो खोइ त माग, यो किन भएछ, यो किन गरेछ कराउने मैले हुन्छ। हामीले त्यही चाहेको थियो। र कति कुरा गृह मन्त्रालयमा हुनुपर्ने कुरा त हामीले गरिरहेको छौँ, तर त्यही पनि कति ढिला भइरहेको होला, त्यसमा म क्षमा पनि माग्न चाहन्छु। र यसलाई हामी चाँडोभन्दा चाँडो चाहिँ अब के चाहिँ अब हामीले रिजल्ट ल्याउँछौँ। फर इक्जाम्पल अहिले हामीले एउटा जेनजी र शहीद परिवारबाट रिप्रेजेन्टेटिभहरू राखेर एउटा समन्वय समिति बनाइदिएका छौँ, जसले गरेर हाम्रो पीडा हामीले मात्र बुझ्छौँ र कुनै ब्युरोक्रेटले बुझ्दैन भन्ने हिसाबले चाहिँ मैले त्यही अवसरमा उहाँहरूसँग कुरा गरेर एकजना ब्युरोक्रेट हाम्रो कर्मचारी राखिदिएर प्रक्रियाहरू, विधि पद्धतिहरू अप्नाउनै पर्यो। त्यसको लागि चाहिँ हामीले एकजना राखिदिएर बाँकी सबै हाम्रो 5 जना चाहिँ शहीद परिवार र घाइतेबाट राखेका छौँ। त्यो भएपछि हामीले भन्नु सकिन्छ, आफ्नो मुद्दाहरू आफूले राख्नु सकिन्छ, आफ्नो दुःखहरू आफैले कोर्नु सकिन्छ, त्यसमा समाधानहरू कोर्नु सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले त्यो समन्वय समिति बनाइदिएको, ताकि तपाईँहरूलाई गाह्रो नपरोस्। अब कतिजना भाइ बहिनीहरूसँग मैले भेट्न सकेको छुइनँ होला, तर तपाईँहरूले देखिराख्नु भएको छ कि यो 4 महिनामा मैले कामै गर्न पाएको छैन। साँच्चै भन्नु पर्दाखेरि कहिले के आन्दोलन भएको छ, कहिले के आन्दोलन भएको छ, कहिले मेरो माथि प्रश्न उठाएछ, कहिले यो भएन, कहिले त्यो भएन। हरेकचोटि केही न केही भएको छ कि मैले कामै राम्रोसित गर्नु पाएको छैन। मैले नीति योजनाहरू बनाउने कति कामहरू छन् जुन चाहिँ मैले गर्नुपर्नेछ, तर हरेक नागरिक मेरो ढोकामा आउँदै गर्दा ढकाउँदै गर्दाखेरि, आँसु झार्दै गर्दाखेरि त्यो पनि त मेरो कर्तव्य त हो नि त। त्यसमा नि मैले त केही न केही त हेर्नु पऱ्यो नि त। त्यसकै लागि त तपाईँले जिताएर पठाइदिनु भएको हामीलाई, त्यही भएर रिप्रेजेन्ट गरेर पठाउनु भएको। त्यो इज्जत पनि राम्रो छ। फेरि जेनजीको नेताले सुनेर भनेर फेरि हाम्रो सबैजना जेनेरेसनलाई धिक्कार लाग्यो। त्यो इज्जत त धान्नु पऱ्यो नि त। कस्तो खतरा नेता पठाएको छ हाम्रो अवस्थाको युवाहरूले, कस्तो खतरा मान्छे पठाएको छ त नेतामा, उनीहरूको रिप्रेजेन्टेसन कस्तो खतरा भन्ने नि एउटा सुन्नुहोस् न। सदनमा बोल्दै गर्दाखेरि जहिले पनि तपाईँले देख्नुहुन्छ म मनबाट मात्र बोल्छु, धेरै भूमिका मान्दिनँ, मन पनि पर्दैन, आउँदैन, जरुरत पनि छैन जस्तो लाग्छ मलाई। त्यहाँ मलाई काम गर्नु पठाएको, भाषण गर्नु पठाएको होइन। र मेरो काम प्रष्ट छ, जहाँ आफ्नो नागरिक दुःखमा छ त्यो ठाउँमा पुग्नुपर्छ भन्ने मेरो दायित्व, मेरो कर्तव्य हो। हरेक देशको हरेक कुनामा पुगेको छौँ, पुग्छौँ पनि। तर यो 3 तहको सरकार मिलेर गर्नुपर्ने कुराहरू आगामी दिनमा मेरो विचारमा स्थानीय सरकार र हाम्रो प्रदेश सरकार पनि एकदमै एक्टिभ भएर काम गर्नुहुन्छ होला भन्ने मेरो आशा पनि छ। उहाँहरूलाई पनि हाम्रो कुनै पनि प्रतिशोध हाम्रो यो आन्दोलनदेखि केही पनि छैन। वी जस्ट वान्ट आवर कन्ट्री टु बी बेटर, होइन, राम्रो होस् हाम्रो देश, ताकि आउनेवाला पुस्ताले चाहिँ जब मलाई सोध्छ र तपाईँलाई सोध्छ कि हामी पनि एक टाइममा त बुढाबुढी त हुन्ला, त्यतिखेर सोद्धाखेरि यो देशको परिवर्तन र यो देश आज राम्रो हुन कसको भूमिका थियो भनेर भन्दाखेरि छाती खुल्लाएर तिम्रै बाबाको लडाइँले गरेर एउटा योगदानले गर्दा आज बनेको देशमा तिमी उभिन सकिरहेको छौ भनेर भन्न पाउनु, छाती खुल्लाएर गर्व साथ भन्न